दर्शकबिन नमस्कार। दर्शकबिन गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालयको सबै जिम्मेवारी प्रधानमन्त्रीले स्वयं आफै लिएका छन्। स्वयं आफैले गृह मन्त्रालयको जिम्मेवारी लिएपछि सुरक्षा निकायका विशिष्ट व्यक्तिहरू सबैजनालाई बोलाएर उनले ती सुकुम्बासी बस्ती हटाउने निर्देशन दिएका हुन्। यस विषयमा नेकपा एमालेका सचिव महेश बस्नेतले टिप्पणी गरेका छन्। प्रधानमन्त्री बारेन्द्र शाहले सुकुम्बासी बस्ती खाली गर्न दिएको निर्देशनप्रति एमालेका सचिव महेश बस्नेतले विरोध जनाएका छन्। उनले फेसबुकमा भनेका छन्, अतिक्रमण सुकुम्बासी बस्ती खाली गर भन्दै उर्दी जारी गरेछन्। यो निर्णयले सरकारको असली चरित्र नाङ्गो भयो। उनकै दलका सभापति रवि लामिछानेले सुकुम्बासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु भनेर ठुलो भाषण दिन्थे। आज त्यो प्रतिबद्धता कहाँ गयो? उनले प्रश्न गरेका छन्। दर्शकहरू, महेश बस्नेतले सुकुम्बासी बस्तीमा डोजर चलाउने भनेर चाहिँ आदेश दिँदा जुन टिप्पणी गरेका छन्, यो टिप्पणीमा हजुरले के भन्न चाहनुहुन्छ? कृपया कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला भने हामीलाई फलो गर्न नभुल्नुहोला। नमस्कार।